बोन त पढ्यौँ होइन। अब अर्को छ हाम्रो फ्लुइड कनेक्टिभ टिस्यु। यसमा चाहिँ हामी दुईटा कुरा पर्छ भाइ। एउटा हाम्रो ब्लड, अर्को चाहिँ हाम्रो लिम्फ। के पर्छ यसमा? यसमा हाम्रो पर्छ एउटा ब्लड एन्ड लिम्फ। ल सुरुमा ब्लडबाट सुरु गरौँ है त। 1 मा ब्लड, सिम्पलबाट सुरु गरौँ है त। स्टडी अफ ब्लड इज स्टडी अफ ब्लड इज नोन एज हेमाटोलोजी। हेमाटोलोजी, हेमाको मिनिङ नै ब्लड हो नि त। हेमोग्लोबिन, हेमाटोलोजी, यस्तो कुनैमा हेम आयो भने यसको मिनिङै ब्लड है त। हेमको मिनिङ ब्लडसँग रिलेटेडहरू सबै हेममा पर्छन्। अब हेर, जुन हाम्रो फ्लुइड कनेक्टिभ टिस्यु हुन्छ नि, त्यसमा चाहिँ फाइबरहरू नेग्लिजिबलै हुन्छ, लगभग 0 नै हुन्छ, किनकि त्यो बगिराख्नु पर्यो नि त। अब फाइबर भयो भने चाहिँ बग्न गाह्रो हुन्छ, फ्लो गर्न गाह्रो हुन्छ होइन। त्यसैले जुन हाम्रो फ्लुइड कनेक्टिभ टिस्यु हुन्छ नि, बोन र ब्लड र लिम्फ, यसमा चाहिँ लगभग नो फाइबरै हुन्छ है, नो फाइबर्स। जुन हामीले प्रिभियस क्लासमा पढेको थियौँ नि कोलाजिन फाइबर्सहरू, अनि हाम्रो अर्को इलास्टिक फाइबर, रेटिकुलर फाइबर्स, त्यस्तैसँग फाइबर चाहिँ हुन्न के। अब बोन, अब ब्लडको फङ्सन हेरौँ है त। हामीलाई थाहा पनि लेखौँ है त अलिकति। फङ्सन अफ ब्लड, सुरुमा चाहिँ ट्रान्सपोर्ट मिडियम, सुरुमा चाहिँ अब यसको एउटा फङ्सन ट्रान्सपोर्ट मिडियम भन्नाले अब हाम्रो बडीमा कुनै पनि कुरा एक ठाउँबाट अर्को ठाउँबाट लग्नु पर्यो होइन। हर्मोनहरू एक ठाउँबाट अर्को ठाउँमा जान्छन् होइन, अनि अर्को डिफेन्स मेटेरियलहरू एक ठाउँबाट अर्को ठाउँमा जान्छन्, त्यो कसले गर्छ भने ब्लडले नै गर्छ। सेकेन्डमा डिफेन्स एक्सन। ल अब ब्लडको भोल्युम कति कति हुन्छ? जेनरली ब्लडको भोल्युम मेल र फिमेलमा चाहिँ फरक हुन्छ अलिकति। जेनरली भोल्युम अफ ब्लड जेनरली 5 लिटर, मेलमा चाहिँ 5 देखि 6 लिटर, फिमेलमा चाहिँ लगभग 4 to 5 लिटर। अब अर्को कुरा, pH अफ ब्लड। अब हेर, ब्लड एसिडिक हुन्छ कि बेसिक हुन्छ कि न्युट्रल हुन्छ? हाम्रो जुन ब्लड हुन्छ नि, त्यो चाहिँ बेसिकली स्लाइटली अल्कलाइन, जसलाई बेसिक पनि भनिन्छ। स्लाइटली अल्कलाइन अथवा बेसिक हुन्छ। यसको pH चाहिँ कति हुन्छ भन्दाखेरि लगभग यसको pH चाहिँ लगभग 7.4 हुन्छ। अब हेर, हाम्रो बडीमा त टन्ने चेन्जहरू हुन्छ होइन। कहिले के भइरहेको हुन्छ, कहिले के भइरहेको हुन्छ, कहिले हामी कहाँ हुन्छौँ, कहिले हामी के खान्छौँ, कहिले हामी के गर्छौँ, हामी टन्ने मेडिसिनहरू लिन्छौँ, के गर्छौँ होइन। त्यही पनि यो बेसिक निट्रोजन हुन्छ नि ब्लडको, र जहिले पनि मेन्टेन भएर बसिरहेको हुन्छ के। अब त्यो केले गर्दा हुन्छ भनेर सोध्छ के। pH अफ ब्लड इज maintained by
बफर बेसिकली कुन बफर त बाइकार्बोनेट बफर यो कसरी हुन्छ त्यो पनि हामीले पढौँला पछि इन नेक्स्ट टपिक हैन कुन बेसिकली बाइकार्बोनेट बफर बाइकार्बोनेट बफर ल अब हेर अर्को एउटा सानो डिस्क्रिप्सन फर्मेसन of blood is known as अब हेर फर्मेसन ब्लडलाई चाहिँ ती के भन्छ भन्दाखेरि हेमोपोइसिस इराथोपोइसिस हैन इराथोपोइसिस हुन्छ फर्मेसन अफ हाम्रो इराथोसाइट आरबीसी भयो हैन अनि फर्मेसन अफ ब्लड त हाम्रो हेमोपोइसिस हो है त अब एक्जाममा हेमोपोइसिस इराथोपोइसिस दुईटा दियो भने चाहिँ हेमोपोइसिस लाउने अब दुईटा कुनै एउटा दिएछ भने हेमोपोइसिस लाउँदा नि भयो अब इराथोपोइसिस लाउँदा नि भयो हाम्रो लेभलमा त्यसो नसोध्ला त्यही नि ल अब नेक्स्ट स्लाइडमा जाम है त ब्लड बेसिकली के मिलेर बनेको हुन्छ त्यो हेरौँ है त ब्लड एउटा प्लाज्मा हुन्छ हैन ब्लडमा जुन लगभग 55% अफ ब्लड इज मेड अप अफ प्लाज्मा नेक्स्ट चाहिँ हाम्रो ब्लडमा के हुन्छ सेलुलर एलिमेन्ट्स यो चाहिँ बचेको 45% अब जुन आरबीसी डब्ल्युबीसी प्लेटलेट्सहरु भयो नि त्यो चाहिँ हाम्रो 45% हुन्छ अनि नेक्स्ट हाम्रो जुन बचेको अरु मटेरियल हुन्छ नि फ्लुइड लाइक मटेरियल त्यो चाहिँ प्लाज्मा हो के भनेको प्लाज्मा के हो प्लाज्मा इज नट अ सेलुलर component of blood. Plasma is not a cellular component of blood. अब हेर प्लाज्मा और के प्लाज्मा और के हुन्छ भन्दाखेरि प्लाज्मामा एउटा हाम्रो वाटर हुन्छ अर्को चाहिँ हाम्रो अर्ग्यानिक अथवा इनअर्ग्यानिक कम्पाउन्ड्सहरु हुन्छ जसले के पनि भन्छ मिलेर केमिकल कम्पाउन्ड्स केमिकल कम्पाउन्ड्समा अरु के केमिकल कम्पाउन्ड्समा हामीलाई चाहिने भनेको सुरुमा ग्लुकोज ग्लुकोज चाहिँ एकदम इम्पोर्टेन्ट हो यहाँबाट क्वेशनहरु सोधिरा हुन्छ हामीलाई अरु केमिकल कम्पाउन्ड नचाहिए नि ग्लुकोज चाहिँ भेरी इम्पोर्टेन्ट यहाँ सर्टेन कुरा छ जुन हामीले जान्न पर्छ है त ग्लुकोज जेनरल भ्यालु अथवा कमन अफ ग्लुकोज इन आवर बडी 70 to 140 मिलीग्राम पर डेसिलिटर डेसिलिटर भनेको चाहिँ पर 100 ml अब हेर तिमीहरु कहिले अस्पताल गएको छौ भने हैन सुगर जचाउनका लागि त्यहाँ दुईटा गर्छ एउटा फास्टिङ एउटा पीपी फास्टिङ भनेको चाहिँ खाली पेट गर्ने पीपी भनेको चाहिँ खानापछि गर्ने त्यो भ्यालु यो हैन यो भनेको चाहिँ जब हामी अस्पताल जान्छौं नि जुन र्यान्डम हाम्रो टेस्ट गर्छ नि त्यो भनेको यो भ्यालु के त्यो यो र यसको बीचमा छ भने यो नर्मल मानिन्छ अब खाना खाछ भने 70 खाना खाछ भने 140 यो बीचमा छ भने त्यो भ्यालु नर्मल मानिन्छ है त अब अर्को एउटा भ्यालु तिमीले हामीले जान्न पर्ने भनेको थ्रेशोल्ड अफ ग्लुकोज हो यो चाहिँ खासमा हाम्रो
एक्सेटरी सिस्टमको कुरा हो। थ्रेसोल्ड अफ ग्लुकोज भनेको त्यो भ्यालु हैन जब त्यो ग्लुकोज हुन्छ नि हाम्रो पिसाबमा देखिन्छ के भन्नाले किडनीले त्यो फिल्टर गर्यो तर पुरा फेरि रिएजअप गर्न सकेन के भन्छ किनकि त्यो धेरै थियो त्यही भएर किडनी रिएजअप गर्न सकेन त्यही भएर यो त्यो भ्यालु हो जो कट्यो भने पिसाबमा हाम्रो के अरे ग्लुकोज देखिन्छ कि यसको भ्यालु चाहिँ 180 mg पर डेसिलिटर भेरी इम्पोर्टेन्ट भ्यालु जान्नै पर्ने भ्यालु ल अब यो सक्यो अब हामी प्लाज्मा प्रोटिनको बारेमा पढौँ है त अलिकति प्लाज्मा प्रोटिन्स बेसिकली हामीले जान्न पर्ने टोटल 4 वटा प्लाज्मा प्रोटिन छन् के सुरुमा हाम्रो एल्बुमिन त्यसपछि ग्लोबुलिन त्यसपछि हाम्रो फिब्रिनोजिन द नेक्स्ट टपिक चाहिँ हाम्रो प्रोथ्रोमिन अब हेर यसमा हामीले जान्न पर्ने कुराहरू भनेको सुरुमा फाइब्रिनोजिन भनेको चाहिँ लार्जेस्ट प्लाज्मा प्रोटिन फाइब्रिनोजिन भनेको लार्जेस्ट प्लाज्मा प्रोटिन अब यो हेर यो हामीले अरू कतै पनि सुनेछौँ कहाँ सुनेछौँ भन्दाखेरि ब्लड क्लटिङको पढ्दाखेरि हामीले यो कुराहरू पनि सुनेछौँ यिनीहरू ब्लड क्लटिङ के हुन् ब्लड क्लटिङ प्रोटिन्स अब हेर यसलाई ब्लड क्लटिङ फ्याक्टर भन्दा पनि हुन्छ हैन तर ब्लड क्लटिङ फ्याक्टरमा चाहिँ 12 वटा पर्छ त्यो मध्ये दुईटा चाहिँ ब्लड क्लटिङ प्रोटिन्स हुन् के बुझ्नुभयो नि त्यसपछि अब एल्बुमिन हेर्नु नि त त्यो भनेको फाउन्ड इन लार्जेस्ट नम्बर अर्को स्मलेस्ट इन साइज फिब्रिनोजिन चाहिँ हाम्रो लार्जेस्ट इन साइज हैन त्यसै गरी एल्बुमिन चाहिँ हाम्रो स्मलेस्ट इन साइज अर्को अब हेर हाम्रो ब्लडमा हैन एल्बुमिनको कमी भयो भने एउटा रोग लाग्छ के एउटा कन्डिसन हुन्छ के त्यसलाई के भन्छ इडेमा ल्याक अफ एल्बुमिन इन blood causes a condition called edema. Very important. Edema. Smallest in size, found in largest normal. Your largest blood clotting proteins. अब हेर एल्बुमिन र फिब्रिनोजिन सकियो अब ग्लोबुलिनको बारे पढौँ है त ग्लोबुलिन पढ ग्लोबुलिनलाई ग्लोबुलिन अब हेर ग्लोबुलिन बेसिकली तीनटा हुन्छ है त एउटा हाम्रो अल्फा ग्लोबुलिन अर्को हाम्रो बीटा ग्लोबुलिन अर्को हाम्रो गामा ग्लोबुलिन अब हेर अल्फा ग्लोबुलिन र बीटा ग्लोबुलिनको जुन फङ्सन हुन्छ नि त्यो सेम एज एल्बुमिन हुन्छ के हैन फङ्सन सेम एज एल्बुमिन
एल्बिनिनको फङ्सन त मैले लेखाइनँ भन्दै पनि भनेन है त। एल्बिनिनको फङ्सन चाहिँ के हुन्छ भन्दाखेरि जुन त्यो ब्लड बगिरहेको हुन्छ नि अनि त्यसको जुन अन्कोटिक प्रेसर दिन्छ नि कुन प्रेसरले ब्लड बगिरहेको हुन्छ होइन कुनै कुनै फ्याक्टर त छ नि त्यसलाई प्रेसर दिनुलाई अब त्यो प्रेसर दिने काम चाहिँ एल्बुमिनको हो के भनेको यसको फङ्सन के हो इट मेन्टेन्स अन्कोटिक प्रेसर इट मेन्टेन्स अन्कोटिक प्रेसर। अब यसको चाहिँ हाम्रो इम्युनोलोजिकल फङ्सन हुन्छ के अल्फा बिटा चाहिँ ठ्याक्कै एल्बुमिन जस्तै फङ्सन भयो होइन तर जुन गामा ग्लोबिन हुन्छ नि त्यसको फङ्सन चाहिँ इम्युनोलोजिकल फङ्सन। अर्को एउटा इम्पोर्टेन्ट पोइन्ट होइन जुन यो प्लाज्मा प्रोटिनहरू छ नि त्यो सबै लिभरमा बन्छ होइन तर जुन गामा ग्लोबिन छ नि त्यो चाहिँ हाम्रो लिम्फ नोडहरूमा भन्छ लिम्फ नोडहरूमा बन्छ के जस्तो अस्ति हामीले पढाएको थियौँ नि पियर प्याचेज स्प्लिन थाइमस टन्सिल होइन जहाँ लिम्फोइड कनेक्ट टिस्युहरू छ त्यस्तो ठाउँमा चाहिँ हाम्रो यो गामा ग्लोबिन चाहिँ त्यस्तो ठाउँमा बन्छ के यही पोइन्ट लेखौँ है त अल प्लाज्मा proteins are synthesized in liver except gamma globulin। यो चाहिँ हाम्रो कहाँ बन्छ यो चाहिँ हाम्रो लिम्फ नोड्सहरुमा गएर बन्छ। formed in lymph nodes ल अर्को टपिक चाहिँ अब हामी एउटा सानो टपिक सिरमको बारेमा पढौँ है त। सिरम भने चाहिँ के रहेछ है त धेरैचोटि सोधेको छ होइन सिरम 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 वास्तवमा के रहेछ। अब हेर सिरमको सिम्पल मिनिङ भनेको ब्लडबाट प्रोटिन हटायो होइन के बच्यो प्लाज्मा। अब त्यो प्लाज्मा पनि जुन हाम्रो क्लोटिङ फ्याक्टर हुन्छ नि त्यो हटायो भने जुन बच्छ नि मेटेरियल त्यसलाई नै सिरम भन्ने हो के भन्नाले सिरम भनेको ब्लड माइनस सेल्स माइनस क्लटिङ फ्याक्टर्स। अब हाम्रो यही भनेको त प्लाज्मा हो कि भन त प्लाज्मा भनेको यही त हो नि ब्लड माइनस सेल्स अनि चाहिँ यसलाई हामीले अरू केही पनि लेख्न पाइयो सिरम भनेको प्लाज्मा माइनस क्लटिङ फ्याक्टर्स पछि लेख्दा के पनि लेख्न पाइयो प्लाज्मा माइनस क्लोटिङ फ्याक्टर्स। अब हेर जस्तै हामी अस्पतालमा गयौँ भने चेक गराउनको लागि अनि जुन हाम्रो स्लाइडमा ब्लड लिन्छ नि अब त्यसमा चाहिँ होइन क्लोटिङ फ्याक्टर भयो भने त जमिहाल्छ कि अब त्यो जम्यो भने चाहिँ जुन हाम्रो टेस्टहरू गर्छ नि त्यो गर्न गाह्रो हुन्छ कि त्यही भएर अब त्यो टेस्ट गर्न गाह्रो भयो होइन त्यहाँको कुराहरू माइक्रोस्कोपमा हेर्न गाह्रो भयो त्यो त्यस्तो किसिमको हाम्रो सिरमको आवश्यकता पर्छ कि त्यही भएर त्यहाँ प्लाज्माबाट प्रोटिन फ्याक्टर निकालिदियो भने त त्यो मात्रै बच्यो नि त क्लोटिङ हुन पाएन
अनि त्यो हेर्न होइन जाँच गर्न सजिलो भयो नि त, त्यही भएर सिरम भनेको यो सक्यो। अब अर्को सिरम सक्यो। सो अर्को भनेको ब्लड त पढ्यौँ, अर्को हेमियोपोइटिक अर्ग्यान्स भनेको ब्लड कहाँ बन्छ है त, बच्चामा कहाँ बन्छ, कुन स्टेजमा कहाँ बन्छ त्यो हेरौँ है त। अब हेमियोपोइटिक अर्ग्यान बेसिकली हाम्रो चारवटा छ के, एउटा हाम्रो यल स्याक, त्यसपछि लिभर, त्यसपछि स्प्लिन, त्यसपछि हाम्रो बोन म्यारो। बोन म्यारो माने स्पेसली कुन बोन म्यारो, रेड बोन म्यारो। बेसिकली चारवटा, यल स्याक, लिभर, स्प्लिन, बोन म्यारो। बोन म्यारो कस्तो बोन म्यारो, रेड बोन म्यारो। यसले बोन म्यारोको काम के हो, एडिपोज टिस्युलाई राख्ने। अस्ति हामी लास्ट क्लासमा पढेको थियौँ नि, त्यही हो। स्प्लिन बिग्रेछ है गाइस यसमा। जुन बच्चा हुन्छ नि, बच्चा अथवा फिटल स्टेज, त्यस्तोमा चाहिँ आरबिसी बन्ने भनेको यल स्याकमा हो के। इन फिटल स्टेज। अनि जुन एडल्ट ह्युमनमा हुन्छ नि, त्यसमा चाहिँ आरबिसी अथवा ब्लड बन्ने ठाउँ कुन हो, बोन म्यारो। इन एडल्ट ह्युमन्स। ल यो चाहिँ हामीलाई अर्डरमै याद हुनुपर्छ है त, यसरी अर्डरमै याद हुनुपर्छ। याद गर्ने पनि सजिलो छ, एउटा सानो निमोनिक छ। योङ लिभर सिन्थेसाइज आरबिसी। वाइ योङबाट यल स्याक, लिभरबाट लिभरै भयो, सिन्थेसाइजबाट स्प्लिन, आरबिसीबाट रेड बोन म्यारो। ल अब यो पनि सक्यो।